यो चाहिँ लास्ट डे अफ कोरी भनेपछि डे 4th हो। सो मैले यो मर्निङमा लिएको भ्यू हो सिक्लेसको गाउँको र यहाँ बादल पनि लगाइरहेछ। ल यो हेर्न सक्नुहुन्छ यति सुन्दर गाउँ हजुरहरूले विथ माउन्टेन भ्यू। वाउ हेर्न सक्नुहुन्छ यति राम्रो गाउँ रहेको छ। मैले फुल क्याप्चर गर्ने कोसिस गरेँ र त्यसपछि बिहानको मर्निङ टाइममा घाम लागिरहेको थियो। सो म चाहिँ भिडियोहरू क्लिपहरू बनाउँदै नै थिएँ, ब्लगको लागि नै बनाउँदै थिएँ। सो मैले यसरी बनाइरहेको थिएँ र मैले सकेसम्म चाहिँ वरिपरिको सबै क्याप्चर गर्न ट्राई गरिरहेको थिएँ र मैले यसरी नै क्याप्चर गर्दै म हिँड्दै बोल्दै यसरी क्याप्चर गरिरहेको थिएँ र यसलाई कन्टिन्यू पनि गरिरहेको थिएँ, कन्टिन्युटी भइरहेको थियो। सो यसरी नै मैले गरिरहेको थिएँ। अनि त्यहाँ एउटा सयपत्री यस्तो मजाले फुलेको थियो। सो यो यत्रो सयपत्री हेर्दै लोभ लाग्ने, सो यति सुन्दर थियो। त मैले त्यो पनि क्याप्चर गरेँ र हामीले यसरी भिडियोहरूको लागि चाहिँ सानो सानो क्लिप बनायो र यो चाहिँ हाम्रो बिदाई रहेको थियो लास्ट डे। र यसरी चाहिँ उहाँहरूले हामीलाई बिदाई गरिरहनु भएको थियो। उहाँहरूको गुरुङ संस्कार अनुसार हामीलाई यसरी लास्ट दिनमा बिदाई गरिरहेको थियो। हामीले नराम्रो चाहिँ लागिरहेको थियो किनभने सर्ट टाइममा यस्तो फ्यामिली ट्रिट गर्नुभयो कि एकदमै आफ्नै घर जस्तो फिल भएको थियो। सो एकदम हामीहरू उहाँहरूसँग चाहिँ क्लोज भइसकेको थियौँ। सो त्यही कारणले गर्दाखेरि चाहिँ जाने दिन चाहिँ नराम्रो पनि लागिरहेको थियो। तर पनि अब हामी चाहिँ पाहुना भएको हिसाबले हामी त्यही अनुसार नै हिँड्नुपर्ने थियो। हाम्रो पनि प्लान त्यही अनुसार हामीले गरेको थियौँ। सो हामी त्यहाँबाट बिदा लिएर अगाडि बढ्दैछौँ। यसरी हामी अगाडि गेटतर्फ निस्किँदै थियौँ बिदा गरेर र अब हामी चाहिँ लाग्यौँ बिदा गरी भएर। र यसरी बिदा भइसकेपछि चाहिँ अब हामी गाडीतर्फ जानुपर्ने हुन्छ र हामी लगभग बिहानको 9:30 और 10 बजेको थियो होला त्यहाँबाट निस्क्यौँ। र फेरि हामीले त्यो ब्याक टु त्यही सिक्लेसको पुल म चाहिँ कुद्दैछु है यहाँ पुलमा, किनभने उताबाट गाडी आइराखेको थियो, आइसकेको जस्तो नै थियो। म चाहिँ एकछिन भिडियोहरू बनाउने भएर ढिलो भएकोले चाहिँ म चाहिँ हतार गर्दै पुलमा कुद्दैछु। पुल चाहिँ एकदमै लामो रहेको छ। मैले अगाडिको भिडियोमा नै हालेको छु र यहाँ पनि हजुरले देख्न सक्नुहुन्छ। मैले यहाँ थोरै क्लिप एड गरेको छु पुलको। यो चाहिँ पुलको सिन हो, हेर्न सक्नुहुन्छ। त्यसपछि हामीले टिकटकहरू बनायौँ, हेर्न सक्नुहुन्छ। अब यहाँबाट चाहिँ सबै भिडियो रहेको छ। Thanks for watching. Please subscribe, like.